पहिलो भेटमै उसको र मेरो कथा कहानी एउटै थियो। शायद भ्रम मात्रै सोचेथे तर कुरा साँच्चै नै पो थियो। अलि अलि दिनमै निकै नै चिने झै रमाइलो संसार हेर लाग्न थालेकै। आऊ मेरो नजिक हाम्रो धडकन साटी हेरौं। तिमी सुन म सुनाउँछु मनभरिका मेरा मायाका धुनाहरू। मेरै आकृति भेटाए तिम्रो ओठलाई चुमी हेर्दा मायाको अर्थ थाहा पाए। तिम्रो हातलाई थामी बस्दा साथको अर्थ थाहा पाए। भन्नु मेरो यति नै हो तिमीलाई मन मेरो आँटेको बेला आँसु तिम्रै सहारा गर्मीले सताउँदा तिम्रो केशको शीतल छारी दिनलाई घाम रातलाई जुन झै मलाई तिम्रो तिम्रै होस् मेरो थाकेर पुग्ने
नानीहरूलाई आउने दिनु पूर्व कता हो आमाले पहिला हेरे नि हुन्छ छम्किँदैन हुन्छ सबैलाई हुने गरी सबैलाई हुने गरी
हेर तिमीलाई लिन आउँदैछु हेर तिमीलाई लिन मन मान्दैन किन हो किन मन मान्दैन किन तिमी बिना आउँदैछु हेर तिमीलाई लिन आउँदैछु हेर तिमीलाई लिन मान्दैन किन हो किन मान्दैन किन तिमी बिना तिम्रो बाबालाई लाहुरे आउँदैछ भनिदेऊ तिम्रो बाबालाई लाहुरे आउँदैछ राधाको सिन्दुर पोते डोली सजाउँदैछ लैजाने हो तिमीलाई मागेर बाबाले नमाने जाने हो भागेर आउँदैछु हेर तिमीलाई लिन आउँदैछु हेर तिमीलाई लिन मन मान्दैन किन हो किन मन मान्दैन किन तिमी बिना तिम्रै त हुने आइसके म त तिम्रै त हुने हाँसी खुसी जीवन अब सँगै बिताउने हाँसी खुसी जीवन अब सँगै बिताउने Television studio. Students can create a variety of multi-camera productions.
धड्कन पिउताई मुटु बाँचौला फिक्कामा भए रंग मिलेरै पोतौला खाली पाना जिन्दगी कथाको छारी तिमी भए शीतल भेरैको फुला सरी तिमीलाई शिरैमा सजाउँछु म बसो है हेरे रमालाई तिमीले पनि मुस्कुरा
सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा आकाशस्याधिपो विष्णुः अग्निश्चैव महेश्वरी वायो सूर्यक्षितेरिषः जीवनस्य गणाधिपः आकाशस्याधिपो विष्णुः अग्निश्चैव महेश्वरी वायो सूर्यक्षितेरिषः जीवनस्य गणाधिपः षोडशैतानि नामानि यः पठेत् शृणुयादपि विद्यारम्भे विवाहे च प्रवेशे निर्गमे तथा सङ्ग्रामे सर्वकार्येषु विघ्नस्तस्य न जायते सङ्ग्रामे सर्वकार्येषु विघ्नस्तस्य न जायते एकदन्ताय विद्महे वक्रतुण्डाय धीमहि बुद्धिप्रचोदयात् तन्नो एकदन्ताय विद्महे वक्रतुण्डाय धीमहि तन्नो दन्ति प्रचोदयात् तन्नो दन्ति प्रचोदयात् एकदन्ताय विद्महे वक्रतुण्डाय धीमहि तन्नो बुद्धिप्रचोदयात् तन्नो बुद्धिप्रचोदयात् एकदन्ताय विद्महे वक्रतुण्डाय धीमहि तन्नो बुद्धिप्रचोदयात् तन्नो बुद्धिप्रचोदयात् एकदन्ताय विद्महे वक्रतुण्डाय धीमहि तन्नो दन्ति प्रचोदयात् तन्नो दन्ति प्रचोदयात् एकदन्ताय विद्महे वक्रतुण्डाय धीमहि तन्नो बुद्धिप्रचोदयात् तन्नो Tiga.
तिमीसँगै जोडिएका छन् मेरा रहरहरू तिमीसँगै जोडिएका छन् मेरा रहरहरू तिमीसँगै बितोस् मेरा सुख दुःख प्रहरहरू तिमीलाई आफ्नो बनाए तिम्रै बन्छु म खाई कसम आज मनको कुरा भन्छु म सक्दिन म बाँच्न तिमी बिना 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 मनले रोजेको आँखाले खोजेको एउटै चाहना तिमी मनले रोजेको आँखाले खोजेको एउटै चाहना तिमी यो मनको धडकन अनि मेरो जिउने एक मात्रै बहाना तिमी जिन्दगीको घाम पानी सँगै सहन्छु म खाई कसम आज मनको कुरा भन्छु म सक्दिन म बाँच्न तिमी बिना सक्दिन म बाँच्न तिमी बिना भुलेर दुःखलाई खुसीले हाँस्न पाऊँ भुलेर दुःखलाई खुसीले हाँस्न पाऊँ आँखाभरि सजाई तिमी सँगसँगै बाँच्न पाऊँ दुःखले नछुने आँसुले नधुने त्यस्तो माया गाँस्न पाऊँ सक्दिन म बाँच्न तिमी बिना सक्दिन म बाँच्न तिमी बिना सम्झेर एक्लै टोलाको कल्लै हो माया भनी बोलाको कल्लै हो सम्झेर एक्लै टोलाको कल्लै हो माया भनी बोलाको कल्लै हो मै छोटे होला भन्दा म नपार मायाको फन्दामा मै छोटे होला भन्दा म नपार मायाको फन्दामा सम्झेर एक्लै टोलाको तिमलाई हो माया भनी बोलाको तिमलाई हो
बुझाउने मायाले इसारा नबोली बस्नुमा कसोरे माया नै माया छ मनभरि मनभरि माया रसिलो छैन नि बोल्नलाई सजिलो आँखैले ढाकेको गल्लै हो आँखैमा राखेको गल्लै आँखैले ढाकेको तिमीलाई हो आँखैमा राखेको तिमीलाई हो मै छुटे होला भन्दामा नपार मायाको फन्दामा सम्झेर एक्लै टोलाको तिमीलाई हो तिमीलाई हो माया होए भनी बोलाको तिमीलाई हो तिमीलाई हो नानी समाते त सुपारी मैले समाते हो एउटाले समाते सुन्न हुन्छ हुन्छ हाम्रो दिदीले अर्कोलाई दिनु नि के गर्यो त रातो फुटिकी हालेर भयो भयो ह त तपाईँ समाते काकाले समाते बसी एकजना समाते एकजना पनि समाते बनाएर गरिहाल्छ अझै आउँछ आज आउँछ नि अब टाउ कुटेर सम्झेर एक्लै टोलाको कल्लै हो कल्लै माया भनी बोलाको कल्लै हो कल्लै मै छुटे होला भन्दामा नपार मायाको फन्दामा मै छुटे होला भन्दामा नपार मायाको फन्दामा सम्झेर एक्लै टोलाको तिमीलाई हो तिमीलाई हो माया होए भनी बोलाको तिमीलाई हो तिमीलाई हो साझैमा साथी र सङ्गीको माझैमा भेट भयो गोधुली साझैमा साथी र सङ्गीको माझैमा यो जन्मै चाहिएको ढाकेको गल्लै हो आँखैमा राखेको गल्लै मायाको
दिदी डोरा लिएर बजाऊ एकछिन मेरो सन्तानको रक्षा गरोस् भनेर अनि बुहारी काखेर लाने छेउमा चढाइदेऊ त्यो त मैले भने त पता हाले मात्र अब त्यो त त्यो मान्छेले उठाएर भगाउनु पनि भएन फेरि मामा पऱ्यो अरू भाली हो अहिले यहाँ ढाड ब्याकग्राउन्डमा खतरा हाल्छ ल ल धेरै झारे है बाबु सिउँदा पुर्याउनु पर्छ माथिसम्म लिएर माथिसम्म माथि होइन पर्छ सिउँदाको सिउँदुर धर्का र जन्तीको लड्का भने के हो त नि धर्का त तान्न पर्छ नि मजाले कहाँ त्यसरी नटुराइकन लैजाऊ अब अर्कोचोटि पनि पर्दैन अब भोलि अलिकति दोहोऱ्याएर 9 दिन पखाल्नु कहाँ अलि दिनसम्म लगाइरहनु अब त्यो पट्याउने होला अब पट्याउनु पर्छ यसलाई त्यो छोप्दिनु त्यो त दिने होला नि त दुलाले दिन्छ क्यामेराम्यान कतिको बिहाइन्ड द क्यामेरा कतिको दुःख परेको छ तिमी देख्नुपर्छ के त्यहाँ सिन्द्र हाल्ने होला बिहाइन्ड द क्यामेरा अब मैले अब पछि नि प्रोसेस त सिद्धिनु पर्यो नि त मुला ए अझै बाँकी छ
त्यहाँबाट लाइट नबालिदिनु न त्यसले अलि त्यहाँबाट लाइट बल्दै त्यो लाइटले अलि उभो दुलाले दिने नानीको अब म बस्छु त्यहाँबाट चाहिँ अलिक धेरै लिगेर तिमीले बनालेर हो यहाँबाट सुरु नछुटाइकन धेरै एकै ठाउँमा झार्ने होइन कि सुर दल्दै लाग्ने दल्दै लैजाऊ त्यो सिखा दल्नु अन्त नधार है आफै सेतो मात्र अन्त नधार है त्यसै छुँदै के सर सर जाऊ न त्यसै हो केही नि हुँदैन बसिहाल्छ नि जाऊ धेरै झारे है बाबु सिउँदा पुर्याउनु पर्छ माथिसम्म लिएर माथिसम्म माथि 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 अझै माथि त्यस्तो माथि पुर्याउनु पर्दैन होइन पर्छ है सिउँदाको सिउँदुर धर्का र जन्तीको लर्का भने के हो त धर्का त तान्नु पर्छ नि मजाले कहाँ त्यसरी नटुराइकन लैजाऊ अब अर्कोचोटि पनि यो अलि दिनसम्म लगाइराख्नुपर्छ पर्दैन अब भोलि अलिकति दोहोऱ्याएर 9 दिन पोखाल्नु कहाँ अलि दिनसम्म लगाइरहनु लाउँछ के अरे अब त्यो पट्याउने होला अब पट्याउनु पर्छ यसलाई त्यो छोड्दै छोड्दै त्यो त दिने होला नि त दुलाले दिन्छ क्यामेराम्यान कतिको बिहाइन्ड त्यो सिधै बले देऊ बिहाइन्ड द क्यामेरा कतिको दुःख परेको छ तिमी देख्नुपर्छ के त्यहाँ सिन्द्र हाल्ने हो न बिहाइन्ड द क्यामेरा अब मैले अब पछि नि प्रोसेस त सिद्धिनु पर्यो नि त मुला के अझै बाँकी छ त्यहाँबाट लाइट नबालिदिनु न त्यसले अलि त्यहाँबाट लाइट बल्दै त्यो लाइटले अलि उभो दुलाले दिने नानीको अब म बस्छु टबर लिएर बस्नु भएन दाजु टबर लिएर बस्नु नि सुपारी थाप्नु दुखले भन्ने अनि टक्क थाप्नु पहिला लाई त टबर किन्छ दुना लिनु न दुना छ निकाल्दै हुन्छ होला है निकाल्दै बिर्सेर यो त एक गुठी ल्याइहालेछ त्यो फेरि फेरि त दिएर अनि उताबाट फेरि माग्नु पर्ने अझलाई अलि थोरै पछाडि सार्ने अझ ओ ल यस्तो गर्नु भएन भयो भयो मेन पुजारी अझ त देखाउनु पर्यो नि